हेलो गाइस, माई नेम इज मिथुन नोले। आज हाम्रो यो घर ब्लगमा सबलाई स्वागत छ। आज हामी के गरौँ भन्न मलाई च्याउ लागिरहेको थियो। आज गोरु मन्ने दादा आज भाइले चाहिँ आज दाइलाई गोरु बनाइदिन्छु, अब केटी पठाइदिन्छु गोरु बनाएर भन्दैछ। अनि त्यसैले तपाईँ हेर्नुहोस् गोरु कसरी बन्छन् भनेर। ल सुरुवात गर्दा गोरु बनाउने तरिका। ओके, फर्स्ट अफ अल के गर्नुपर्छ भन्नु। फर्स्ट यहाँ यसरी आँखा बन्द गर्नु है, यसरी तल्दिने। कपाल बनियो अनि त्यसपछि यसरी खानावती साले जस्तै आँखा पनि सबै कुरा बनाइदिने। त्यसपछि अब टिका अब आउन छ ए बस्नुलाई एकैछिन दिनु त। यस्तो गर्नु यस्तो सब ठाउँमै गालामा यहाँ बाँकी छ। राम्ररी तर्नु अहिले। एउटा नछोड्यो कुना हुन्छ दर्द हुने बित्तिकै केही छँदै छैन। यो पाउडर दर्नु राम्ररी। यहाँ हेर्न, यहाँ तैँले यहाँ गर्दा उल्टो काम गरिरहेको। राम्ररी गर्नु सबै ठाउँमा। दुई हातले गर, दुई हातले सब मुठो गर। घाँटी पनि ल अब खोल्नु त। रोक्नु खुल्ला हुनुपर्छ। अब त राखेर अब त भयो कि अब दुई हात माथि एकचोटि दुई हात त गर्नु मुख यस्तो माथि अब पुरा गोरो होइन, चाइनिज जस्तो गोरो होइन। खोल्नु तैँले लगाइ छैन राम्ररी। गाइजहरू हेर्न सक्नुहुन्छ, दादालाई मैले चाइनिज बनाइदिए। नेपालीमा त चाइनिज ठन्छु अट्याक। म ठन्छु अट्याक गर्छु। लाइन आयो। चाइनिजमा त गाइस देख्न सक्नुहुन्छ यस्तो हाम्रो यहाँ थाई मसाज हुन्छ। यहाँ आँखामा यस्तो छिरे के छिरे यिनीहरू भयो। के भन्यो तैँले त छिराउने यार। रातो उयो त तैँले रुवाइदियो मलाई। आँखा पनि पाउँदो रह्यो। आँखा त्यहाँ बरु छिटो। आँखा पनि गोरो। यहाँ ओठमा पनि हालेको मैले। गाइस हुने कपालमा पनि हेर्नु त गोरु कति हजुर गोरो हुनुहुन्छ। गाइस देखेसँग हुन्छ यति गरेर पनि गोरु छु म त। देख्नु अलिअलि भयो भने गोरो हुन्छ।